तयार हुन लागेको हो अहिले। त्यो मैले सुने। अब मुलतोल गर्छन् होला, ब्ल्याकमेलिङ गर्छन्, भूमि सम्बन्धी अध्यादेशमा 10 करोडको अफर भयो भनेर सुनियो। अब सुने अनुसार चाहिँ जसपाले समर्थन फिर्ता लियो भन्ने छ र रवि लामिछानेका मान्छेहरू भटाभट अमेरिकासम्म पक्राउ पर्न थाले, किनभने अत्यन्त गए गुज्रेका मानिसहरूको झुन्ड लिएर रवि लामिछाने हिँडेका छन्। ब्लू फिल्म चाहिँ होटलमा बसेर हेर्ने हुन् के भन्ने यस्ताको। जलटामा आगो लगाइदियो भने के हुन्छ त त्यसो भने? यस्तो कुरा भन्दै हिँड्नुहुन्छ सांसद जस्तो मान्छेले। अब सांसद जस्तो मान्छेले यस्तो गरेपछि के बाँकी रह्यो? 84 कि 84 रविदाई कि रविदाई भन्थे सबै मातम छाएको छ नि त राजनीतिक बजारमा अहिले। हेर त नेपाली जनताले वाङ खानु परेको स्थिति। अझै नाङ्गिन पर्ने मानिसहरू बाँकी छन् र ती पनि नाङ्गिन्छन् भन्दै थिए। यति आतङ्कपूर्ण रहेछ ती मानिसहरूको नाम चाहिँ, तिनको नाम भन न त भन्दा त्यो नाम त मैले लिन सक्दिनँ भन्थे। अब प्रचण्ड चाहिँ एक सूत्र के भन्छन्, पी ओलीले स्वैच्छिक तरिकाले राजीनामा दिनु उचित हुन्छ। के माग हो यो मैले बुझ्दै बुझिनँ कि के हुन्छ त राजीनामा? लु राजीनामा दिए के हुन्छ त? अलिकति पनि यिनीहरूलाई मुलुकप्रति अलिकति पनि माया नलाग्नु अनि आफूलाई वामपन्थी भन्नु त हास्यास्पद हो घाँटे। अझ लगानी कम्बोडियामा छ पो भन्न थाले त कसले भन्दा दुर्गा प्रसाद। त्यसको अब शीर्षकै निकालेर यहाँ पढ्न पाए हुन्थ्यो। अब यिनीहरूलाई नियमन नगरिकन हुन्छ त? प्रहरी भन्दा बाठो अपराधी हुन्छ भन्ने छ क्या। प्रचण्डले पहिलोचोटि तत्त्व कुरा उठाए जस्तो लाग्यो मलाई लाइफमा। त्यो त हो नि त, प्रधानमन्त्री आफै